नमस्ते, वेलकम ब्याक टु रोहित मिनी ब्लग। बिहान अफिसमा चाहिँ सबैजनाले आफ्नो ब्याङ्कको खाता नम्बरहरू टिपाइराख्नु भएको छ, किनकि स्यालेरी चाहिँ ब्याङ्किङ च्यानल थ्रु हुन पर्यो भनेर। त्यसपछि मैले गर्न थालेँ पूजा। अनि मिलन होलसेलमा चाहिँ गुडलक चामल अनलोडिङ भएर देख्न सक्नुहुन्छ। दाइले चाहिँ यहाँ चामलहरू मिलाएर राख्ने व्यवस्था गर्दै हुनुहुन्छ। त्यसपछि अकाउन्ट्समा गएर मैले भन्न थालेँ कि चामल आइपुगेको छ, पर्चेस बिलहरू एन्ट्री गर्नु होला भने उहाँले चाहिँ पर्चेसहरू एन्ट्री गर्न थाल्नुभयो। अनि अरू के काम छ अपडेटहरू लिइरहेको थिएँ। बिल मागेर उहाँले एन्ट्री गरिराख्नु भएको छ। त्यसपछि फेरि यहाँ गोदाममा चाहिँ सङ्गम चामल पुगेको छ। यहाँ चाहिँ चामलहरू देख्न सक्नुहुन्छ। त्यही बेला साइडमा चाहिँ अमृत तेल पनि देख्न सक्नुहुन्छ हजुरले। अनि यहाँ चाहिँ भाइले सोध्न थाल्यो कि आजको पर्चेसहरू के छ भनेर। भाइले भन्न थाल्यो कि गुडलक चामल, अनि त्यसपछि सङ्गम चामल, अमृत तेलहरू आइपुगेको थियो दाइ भन्यो। अनि मैले खरेर हेरेँ। त्यसपछि अनलाइन पनि सिस्टममा हेर्न थालेँ कि कुनै अनलाइन अर्डरहरू आएको छ कि भनेर। अनि त्यसपछि भोक लागेको थियो, म निस्केँ खाजा खान। पानी परिरहेको थियो, खाजा खाएँ। अनि बाहिर आउँदा त हावाहुरीले पुरै बाइकहरू ढलाइदिएछ। अनि त्यसपछि फेरि तिलक दाइसँग अपडेटहरू लिन थाले। आज दिनभरिको पर्चेस सेल्स खर्च के छ कसो छ तिलक दाइले सबै अपडेट गरिसक्नु भएको छ ट्र्याकरमा, आज दिनभरि भएको कामहरू। अनि त्यसपछि आजको यति नै भनेर बेलुका मुख धोएर बेडमा पल्टेर सुते। धन्यवाद।